भोलि उहाँ दोषी भएपछि कारबाही गर्न पर्छ र उहाँ यदि नभएर कर्मचारीले त्यो हरकत गरेका हुन् भने राज्य विरुद्धको कसुर लगाएर तपाईँको अपराध गर्नेहरूलाई चाहिँ जेल सजाय हुनुपर्छ। यो सामान्य अपराध होइन, किनभने ऐन कानुन र नीति बनाउने कुरामा, राज्यका नियमहरू बनाउने कुरामा अनि यसरी तपाईँको छेडखानी गरेर यो अपराध, म सिधा भाषामा के भन्छु भने यो राज्य विरुद्धको कसुर हो र राज्य विरुद्धको कसुर गर्नेलाई तपाईँको जुन हाम्रो कानुनी प्रावधान छ यो अनुसार कारबाही हुनपर्छ र यसरी तपाईँको छेडखानी गर्न पाइँदैन। समितिले टुङ्गाइसकेपछि अब 2 जना मान्छे मात्रै आउँछ त्यसमा। अब त्यो ड्राफ्ट गर्ने मान्छे र त्यसलाई बुझाउने समितिको सभापति जो समिति राज्य व्यवस्था समितिको सभापति हुनुहुन्छ उहाँ 2 जना मात्रै आउँछ। जसले ड्राफ्ट गर्यो या बुझायो र दुईटैलाई तपाईँको समिति बनाएर छानबिनको दायरामा ल्याउनै पर्छ र छानबिन गर्नुपर्छ। समितिको सभापतिमा नैतिकता भन्ने चिज यदि बचेको छ भने उहाँले चाहिँ राजीनामा दिएर अनुसन्धानलाई चाहिँ सहयोग गर्न सघाउनुपर्छ यदि नैतिकता छ भने, किनभने अनुसन्धानमा सघाउनुपर्छ। पदमा बसेर छानबिन हुन सक्दैन। त्यो भएको हुनाले अहिले म अपिल के गर्न चाहन्छु भने यो राज्य विरुद्धको कसुर हो, यो जघन्य अपराध हो। किनभने देशको ऐन कानुन नीति नियम बनाउने कुरामा आज समितिमा बसेका सांसदहरूको जुन समितिले पारित गरेको अर्कै छ, त्यहाँ विधेयक पास हुन्छ अर्कै। यो त तपाईँको अपराध होइन र। यसरी नै तपाईँको नियम कानुन ऐन परिवर्तन गरेकै कारणले आज मान्छेहरूले अल्पत्र पर्नुपर्ने अवस्था छ। अरू के? हस्, धन्यवाद। मैले यति नै भने अहिले राजनीतिक कुरा त अब के गर्ने होइन, राजनीति के छँदै छैन भने पनि हुन्छ। हामी कति गन्दा खेल खेलिरहेका रहेछौँ भने तपाईको संसदको सर्वसम्मतिबाट सम्मति माने समितिहरूबाट पास हुन्छ अनि संसदमा आइसकेपछि त्यहाँ हेरफेर हुन्छ। त्यो त सरासर मैले भन्नुपर्दा एउटा अपराधी काम हो। को दोषी हो के हो अहिले म त भन्न सक्दिनँ, हामीलाई थाहा हुँदैन। तर जो पनि दोषी हुन् तिनीहरूलाई हामीले क्षम्य गर्न हुँदैन, कुनै पनि हालतले क्षम्य गर्न हुँदैन। यो कुलिङ पिरियडको मैले कुरा गरेको। यसरी गर्न थालियो भने यो त कुलिङ पिरियड चाहिँ राख्नुपर्छ नै भन्ने हाम्रो चाहिँ धारणा हो। त्यही हुनाले सर्वसम्मतिबाट समितिबाट कुलिङ पिरियड राख्ने भनेर निर्णय गर्यो भनेर भनियो। त्यही विश्वासमा सायद फुल हाउसमा मान्य सदस्य साथीहरूले त्यहाँ चाहिँ सबै बुँदागत रूपमा चाहिँ दफावार चाहिँ पढ्नु भएन, अथवा विश्वासघात भयो। त्यसो हुनाले जसले चाहिँ त्यहाँ पदको दुरुपयोग गरेका छ अवश्य पनि उनीहरूलाई चाहिँ छानबिनको दायरामा ल्याउनुपर्छ र तत्काल त्यो जुन चाहिँ त्यो कुलिङ पिरियड हटाएर त्यो प्रस्तावित भएको छ त्यो भोलि फेरि चाहिँ त्यो सरकारले संशोधन ल्याएर त्यसलाई त्यो सोच्याउनुपर्छ। छानबिन पनि गर्नुपर्छ, दोषीलाई छानबिन गरेर कारबाही पनि गर्नुपर्छ र त्यो फेरि जहाँ त्रुटि भएको छ अब अप्पर हाउसमा त बाँकी नै छ, त्यहाँ रोकि नै हाल्छ। त्यसलाई फेरि चाहिँ संशोधन गरेर जे स्पिरिटमा पहिला चाहिँ समितिमा सहमति भएको थियो त्यही अनुसार कुलिङ पिरियड राखेरै कार्यान्वयन गर्नुपर्छ। सरकार चाहिँ नि राम्रोसँग चुस्तसँग चल्नुपर्छ भन्ने धारणा आइरहेको छ। स्वाभाविक रूपमा सरकारमा चाहिँ नि सरकारका कामका बारेमा टिक्का टिप्पणी हुनु त्यसलाई अस्वाभाविक पनि मानिँदैन। त्यत्रो केन्द्रीय समिति बैठक चलिरहेको सन्दर्भमा सरकारमा रहेको पार्टीले सरकारका सन्दर्भमा आफ्नो विषयहरू आफ्नो अभिव्यक्तिहरू राख्ने क्रममा सरकारको विषय आउँछ, जोडिन्छ र यसलाई चुस्त ढङ्गबाट चल्नु पर्यो, राम्रोसँग चल्नु पर्यो भन्ने त स्वाभाविकै हो नि। त्यस कारणले गर्दा यति भन्दैमा फेरि सरकारै परिवर्तन भइहाल्ने हो कि भन्ने विषय त होइन। चलखेल वा षड्यन्त्र भन्ने कुरा के गर्नुस् भने त्यो पाउने जो हामीले छलफल गरेर त्यो जाने पहिलो चरणमा जानेको भने राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालयमा हो। त्यो सचिवालयले कसलाई बोलाउँछ भने कानुनलाई परामर्श लिन कानुनलाई बोलाउँछ, सम्बन्धित मन्त्रालयले के भने सङ्घीय मामला तथालाई बोलाउँछ। त्यही बिचमै जो बस्नुभयो 3 थरी उहाँहरू बस्नुभयो, तीबाट नि यो चलखेल जे भयो ती भित्र भएको छ भन्ने कुरा पनि हामीले सभामुखलाई राख्यौँ। त्यो जसले चलखल गरे तिनलाई सख्तभन्दा सख्त पार्लियामेन्टको अवस्थालाई कमजोर बनाउनु हुँदैन।
त्यसलाई कारवाही गर्नुपर्छ भनेर पनि हामीले सभामुखजी कहाँ राखेका छौँ र यसलाई विधिवत रूपमा जनताको भावना र संसदको भावना राज्य व्यवस्था समितिबाट सर्वसम्मत पास भएकोलाई पनि तलबाट एउटा शब्द राखेर खण्डन गरेको यसको व्यवस्था पनि अभिभावकको रूपमा तपाईँहरूले मिलाइदिनुहोस् भनेर भनेका छौँ। अहिलेका कुरा यिनी अरू कुरा तपाईँलाई सुन्नुहोस् न, हिजो को कहाँ लाग्यो तपाईँहरूले पनि स्पष्ट देख्नु भएको छ। फोटो खिच्नु तपाईँहरू नै हो। हामी कसरी समितिमा लाग्यौँ त्यो पनि तपाईँले फोटो खिचेर देखाएको यो। आज म यो पनि भनेको छु, मैले कार्यपालिका र व्यवस्थापकको बीचमा द्वन्द्व नहोस् भन्ने कुरा पनि मैले सभामुखजीलाई विनम्र अनुरोध गरेको छु। धन्यवाद। सम्माननीय अध्यक्ष महोदय, सुदूरपश्चिम कैलाली जिल्ला धनगढी महानगरपालिका र गोदावरी नगरपालिकामा अतिवृष्टि हिजो अत्याधिक 238 मिलिमिटर पानी परेको छ। 1000 बढी घर डुबानमा धनजनको क्षति हुनबाट बचाइएको छ। धनगढी वार्ड नम्बर 7 बेली गाउँबाट 7 जनाको उद्धार, 13 नम्बर वाडा श्रीलङ्काबाट 4 जनाको उद्धार। अहिलेसम्म कहिले पनि नडुबेको ठाउँहरू र घरहरू समेत डुबे। ढल निकासको उचित व्यवस्था नहुनु, खोलाका छेउछाउमा संरचना निर्माण हुनु मुख्य कारण हो। नगरपालिकाहरूको ध्यान आकर्षण गर्न चाहन्छु। अर्को एउटा कुरा, निजामती विधेयक प्रतिनिधि सभाबाट त पास भयो, तर कुलिङ अफ पिरियड भनिएको र लेखिएको कुरामा फरक। सांसदहरू भन्छन् विश्वासघात भयो। अचम्मको नाटक। दोषीमाथि छानबिन होस्, सके कारबाही पनि होस्, कारबाही होस्। धन्यवाद। जय नेपाल। सङ्घीय संसदमा प्रस्तुत गर्ने बेलामा हामीले राज्य व्यवस्था तथा सुशासन समितिले एउटा रिपोर्ट शुद्ध हाम्रो राज्य व्यवस्था समितिको पेश गर्यो, जुन सबै मान्यहरूलाई हामीले वितरण गरेका थियौँ। राज्य व्यवस्था सुशासन समितिले पारित गरेको सङ्घीय निजामती विधेयकमा राज्य व्यवस्थाले गरिएको कुलिङ अफ पिरियडको सम्बन्धमा संसदमा पेश गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको सम्बन्धमा गम्भीर त्रुटि र असम्य घटना हो। यो सामान्य अवस्था होइन नै। यस सन्दर्भमा छानबिनका लागि म सम्माननीय सभामुख महोदयसँग अनुरोध गर्न चाहन्छु। त्यसैगरी कुलिङ अफ पिरियडलाई राख्ने गरी सच्याउन म राष्ट्रिय सभालाई पनि अनुरोध गर्न चाहन्छु। जुन हामीले आफ्नो दफामा उल्लेख गरेकै थियौँ, हामीले तयार पारेको कुलिङ अफ पिरियडको ब्यौरा यस्तो थियो। निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले 2 वर्षको अवधि पुरा नभई कुनै पनि संवैधानिक र सरकारी नियुक्ति पाउने छैन भन्ने उल्लेख गरिएको थियो। यो राज्य व्यवस्था तथा सुशासन समितिको लामो समय पश्चात विभिन्न छलफल भएर सर्वसम्मतिले पारित गरेको विषय हो। यसतर्फ सबैको ध्यान आकृष्ट गर्न चाहन्छु। बाहिर गएको कुरा के छ भने समितिको प्रतिवेदन एउटा थियो, पारित अर्कै भयो भन्ने आएको छ। त्यस्तो बिल्कुल होइन। समितिले जे प्रतिवेदन दियो त्यही प्रतिवेदन पेश गरियो, त्यही प्रतिवेदनमाथि छलफल भयो, त्यही प्रतिवेदन पास भयो। जे समितिबाट आएको थियो त्यही पास भयो। पास भएको चिजलाई अब हाम्रो विधि अन्तर्गत राष्ट्रिय सभामा पठाइएको छ। मैले आउनुभएको मान्यजीहरूलाई समितिको प्रतिवेदन देखाएँ र पारित भएको प्रतिवेदन देखाएँ। तपाईहरूले दिनुभएको प्रतिवेदन यही हो, पारित भएको चिज पनि त्यही हो। यसमा केही तलमाथि छ त भनेर मैले भनेपछि विश्वास गरियो। अब विश्वास गर्नु हामी पनि त्यही विश्वास गर्ने बाहेक त के भयो त? किन जे आएको छ त्यसलाई तलमाथि हामीले त गरेका छैनौँ।